जिन्दगीको समस्या चाहिँ यही हो होइन। जिन्दगीमा अब केही गर्नुपर्छ भनेर सोचेँ होइन। जापान आइसकेपछि मैले काम पाइनँ, कामै पाइनँ। 6 महिना काम पाइनँ, 6 महिनापछि काम पाएँ। 6 महिनापछि काम पाइसकेपछि त्यो पैसा मैले कलेज फी जुटाउँदै ठिक भयो। अनि त्यसपछि अहिले 2 वर्ष जति भयो जापान आएको होइन। 2 वर्षमा नि मैले एउटा हाते काम पाएको छैन, ल ह्यान्ड ग्यास काम एउटै पाएको छैन। यत्तिकै यस्तो बौला भइसक्यो कि म होइन। अनि अब कामसाम त पाएन ठिकै छ होइन। कामसाम नपाए पनि अब यस्तो भिडियो सिडियो बनाएर भ्लग सक हाल्नु पऱ्यो भनेर सोचेँ। भ्लग बनाउनु थालेको 7-8 महिना भयो होइन। अनि त्यसपछि 7-8 महिना भयो। अनि यो भिडियोमा नि माग कसम भनेको 4देखि 5 भ्युज भन्दा भ्युजै आउँदैन। के भएको यस्तो भ्युज आउँदैन। अनि भ्युज नआइसकेपछि मैले यसो अर्काको भिडियोहरू हेरेँ। अर्काको भिडियो हेरिसकेपछि अलिकति कन्फिडेन्स पनि चाहिँदो रहेछ, भिडियो बनाउने स्किल पनि चाहिँदो रहेछ भनेर सोचेँ। अनि मैले कन्फिडेन्स पनि यसो अलिकति होइन यताउति भिडियो सिडियो बनाएर कन्फिडेन्स पनि हुन्छ नि त होइन। अलिअलि आयो नि त कन्फिडेन्स पनि आयो होइन। बाटोमा बोल्दा बोल्दै त्यस्तो कन्फिडेन्स पनि आयो। अनि आइसकेपछि अनि भिडियो बनाउने स्किल चाहिँदो रहेछ। अब जति भिडियो बनाए पनि कसरी सिक्ने हो र यो स्किल होइन। अनि मैले रतन कार्कीहरूको 10जना 20जनाको भिडियोहरू हेरेँ। अनि भिडियो हेरेपछि तिनीहरूको भिडियो एक भ्युजबाट मैले 1000 भ्युज जति मैले पारेँ होला जस्तो लगभगमा भनौँ न होइन। 1000चोटि जति हेरेँ होला तिनीहरूको भिडियो हेरेरै। तर मैले आफ्नो भिडियो चाहिँ मैले त्यसरी बनाउन सकिनँ। अनि मैले आफ्नो रियालिटी होइन कसरी भन्ने के गर्ने भनेर कस्तो खतरा गाडी पो छ रहेछ नि वाला। अनि ब्याक टु टपिक होइन। अनि हो यसरी यस्तो हुन्छ कि ल म एउटा कुरा बोल्दा हुन्छु अनि अब मैले बिर्सेँ। फेरि मैले कहाँ के बोल्दै थिएँ मैले बिर्सेँ। अनि गाडी चाहिँ राम्रो रहेछ, गार्डन सार्डन पनि बबाल छ होइन। अनि हो अनि मलाई के भन्दा मैले गर्लफ्रेन्ड चाहियो भन्दै थिएँ। अनि हो गर्लफ्रेन्ड पाउनु चाहिँ एकदम गाह्रो छ कि यो ठाउँमा होइन। अनि अब यो ट्रेनहरूमा पनि म हिँडिरहेको हुन्छु अनि गर्लफ्रेन्ड सर्लफ्रेन्ड पनि पाउनु गाह्रो छ। अनि म बाटोमा हिँड्दा हिँड्दै अस्ति मलाई कसको आइसी कार्ड भेटेँ। आइसी कार्ड भेटिसकेपछि मैले 7 चलाउनु गएँ, नचल्ने रहेछ। त्यसले फालेकै रहेछ त्यो, नचल्ने भएर मोबाइलमा एट्याच गरेपछि फालेको रहेछ। मैले टिपेर आइसी कार्ड चल्छ यसो खाइदिउँ मुसर सुसर भनेर सोचेँ, तर त्यो चलेन, बेजत भयो। किनेर मैले खाइनँ फेरि।